कपिलवस्तुको बारगंगामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको हिजो उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खेलकुदले युवा पुस्तालाई अनुशासन, स्वास्थ्य र राष्ट्र प्रेमको भावना सिकाउने भएकाले यसको प्रवर्धन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले बुद्ध रंगशालाको स्तर उन्नतिका लागि प्रदेश सरकारले स्थानीय पालिकासँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। रंगशाला प्रदेश र अनि नगरपालिका मिलेर यो कार्यलाई रंगशालाको रूपमा यसलाई अगाडि बढाइयोस् भन्ने जुन यहाँहरूले अपेक्षा गर्नुभएको छ र मैले भर्खरै मात्रै पनि मेयर साहबसित मैले अलिकति सल्लाह गरेको छु। आगामी वर्षको समयपूरक योजना यसैलाई सिफारिस गरेर पठाउनुस् भनेर मैले भनेको छु र उहाँले समयपूरक आयोजनाको रूपमा यसलाई उहाँले अगाडि बढाउनु भयो भने प्रदेश र नगरपालिकाको साझेदारीमा 50-50 मा यो कार्यलाई हामी अगाडि बढाउने कुरा पनि म यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु। मुख्यमन्त्री आचार्यले भन्नुभयो, खेलकुद पूर्वाधारको विकास, खेलाड़ीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद कार्यक्रमहरूको सञ्चालनका लागि स्थानीय तहहरूसँग सहकार्य गरेर अगाडि बढ्ने योजना छ। यता कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले खेलकुद क्षेत्रको विकासले पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने बताउनु भएको छ। उहाँले खेलकुद प्रतियोगिताहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले सरकारले दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता औलाउनु भएको छ। खेल प्रेमीको हिसाबले बारंगा धेरै जने खेल प्रेमी नगर चाहिँ बनेको छ। धेरै खसाखस दर्शकहरूको चाहिँ भीड़ हुने गरेको छ। मलाई लाग्छ आगामी दिनमा यो भीड़ स्पर्श पनि कायम गर्नेछ र हामीले यसलाई भव्य र सभ्य रूपले सफल पारेर चाहिँ अगाडि जानेछौं। बागंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले स्थानीय तहको पहलमा खेल क्षेत्रको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ। साथै खेल पूर्वाधार निर्माण तथा खेलाड़ीहरूको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। हाम्रो नगरपालिका भित्र आयोजना गर्न पाउनु र यसले आयोजना गर्नु हाम्रो लागि बाडंगावासीको लागि पनि सौभाग्य हो। माननीय मुख्यमन्त्रीजी यहाँ उपस्थित हुनुहुन्छ। हामीलाई एउटा तत्काल चाहिँ एउटा रंगशालाको व्यवस्थित रंगशालाको हामीसँग यो रंगशाला उपलब्ध हुँदाहुँदै पनि जमिन उपलब्ध हुँदाहुँदै पनि हामीले यसका चाहिँ पूर्वाधारहरू निर्माण गर्न सकिरहेका छैनौं। हामीले भविष्यमा यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल खेल्ने गरी हाम्रा चाहिँ रंगशालाको पूर्वाधार निर्माण गर्ने हामीले डीपीआर परियोजना हामीले चाहिँ निर्माण गरेर हामीले प्रदेश, संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद सबै ठाउँमा पुर्याइसकेका छौं। र यद्यपि यो हाम्रो रंगशालाले अझै रकम अभावमा, स्रोत अभावमा हामीले यसलाई पूर्वाधार निर्माण गर्न सकेका छैनौं। मलाई विश्वास छ यसलाई चाहिँ हाम्रो प्रदेश सरकार माननीय मुख्यमन्त्रीज्यूको यो उपस्थितिमा यसलाई चाहिँ उहाँले हेरेर यसलाई चाहिँ विशेष चाहिँ अहिलेको बजेटमा स्रोत व्यवस्थापन हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लबले आयोजक कपिलवस्तु 11लाई 1-0 गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफको अन्त्यतिर थप गरिएको 2 मिनटमा उत्तम साईले निर्णायक गोल गर्दै संकटालाई जित दिलाउनु भएको हो। संकटाका नायक बन्नुभएका उत्तम साई खेलको म्यान अफ द म्याच समेत घोषित हुनुभयो। प्रतियोगितामा विजेता टोलीले 11,11,111 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले 5,55,555 रूपियाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।